गुड मर्निङ। अनि टासिदेले आज चाहिँ हामी हस्पिटल गएको बोजूलाई लिएर। अनि भाइ म अनि यता पछाडि ठुले आमा बोजू हुनुहुन्छ। आज बोजूहरूको चाहिँ त्यो कफ टेस्ट गर्ने रहेछ, त्यही कारणले चाहिँ आज बजार जाने काम पर्यो। हेर्नुहोस् अब गाउँघरको बस्तीको अब यस्तै छ बाटो। यो चाहिँ मेरो भाइ, हेर्दै गर्नुहोस्। अब म तल हस्पिटल पनि देखाउँछु तपाईँलाई कस्तो छ। हाम्रो सानो छ, बनिँदै पनि छ होइन। हेर्दै गर्नुहोस्। म चाहिँ अहिले हस्पिटल आइपुगेको छु बोजूलाई लिएर। सो यही हो हस्पिटल चाहिँ। अनि म चाहिँ आज बोजू लिएर आएको नि त, बोजूहरूलाई हस्पिटलमा यसो कफको टेस्ट गराउने क्या। त्यही भएर चाहिँ बोजूलाई लिएर देन्ताम हस्पिटलमा आएको छु। अनि हेर्दै गर्नुहोस्, अहिले हस्पिटलभित्र फेरि दिँदैन होला, त्यही भएर बाहिर देखाउँछु। अनि हुन्छ, आउँदै गर्नुहोस्, अहिले भएर देखाउँछु के भएछ आज बोजूहरूको। अब हामी चाहिँ हस्पिटलबाट फर्क्यौँ पनि। अनि अहिले हामी बाहिर, म चाहिँ अब हस्पिटलबाट आएर बोजूलाई लिएर अनि यहाँनिर गाडी धुन आएको तल। गाडी अन्त निकै मैला भइसकेको थियो नि त। सो आज हामी चाहिँ बाहिर, म चाहिँ गाडी धुन आएको, भाइ गाडी धुँदैछ, म चाहिँ यो म्याटहरू धोएर। अनि के देखाउनु मन लाग्यो भन्दा तपाईँहरूलाई चाहिँ यो सिङसोर ब्रिज, हाम्रो प्रायः जस्तो अब यो साउथ इन्डियामा बस्ने हुनेहरू उनीहरूले चाहिँ अब याद पनि छैन होला प्रायः जस्तोलाई। सो यो चाहिँ अब एसियाको सेकेन्ड हाइएस्ट ब्रिज हो यो चाहिँ। अब यसलाई चाहिँ स्काई वक बन्न गइरहेको छ होइन यो। अनि यस्तो राम्रो भ्यूसित यो पनि तपाईँले सानो रिभरको पनि मजा लिनु सक्नुहुन्छ। एकदम राम्रो जग्गामा गाडी धुने जग्गा परेछ। सो आजको भिडियो चाहिँ यति नै बनाएको प्लस। अनि नयाँ नयाँ भिडियो ल्याउँदै गर्छु, हेर्दै गर्नुहोस्। अब अहिले त यस्तै छ, टाइम पाएको छैन, बनाएको छैन। अब रेगुलर बनाउनु भन्ने पनि अब कन्टेन्टै नभएको जस्तो हुन्छ, के बनाउनु हुन्छ। त्यही भएर चाहिँ मैले बनाएको थिएन। सो गाइस अब चाहिँ रेगुलर भिडियो हाल्दै गर्छु, तपाईँले हेर्दै गर्नुहोस्। थ्याङ्क यू सो मच फर